परिवारसँग घुम्न जाने भन्ने बित्तिकै मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। म मेरो बुवा र मेरो मम्मी आज हामी नर्दर्न आयरल्यान्डको ग्लेनो वाटरफल भन्ने ठाउँमा घुम्न जान लागेका छौँ। तपाईहरु पनि नर्दर्न आयरल्यान्ड घुम्न आउने सोचिरहनु भएको छ भने यो चाहिँ लिस्टमा हालिहाल्नु। यो ग्लेनो वाटरफल भन्ने ठाउँ चाहिँ एकदमै राम्रो छ अनि वरिपरि धेरै नै हरियाली छ अनि हामी चाहिँ यो वाटरफल जानलाई हिँड्नुपर्छ कि अलिकति एटलिस्ट 5 मिनेट या 6 मिनेट हिँड्नुपर्छ। तर 6 मिनेटको बाटो चाहिँ यस्तै छ कि हरियाली नै हरियाली रुखै रुख छ कि वरिपरि। अनि मेरो मम्मीले चाहिँ कस्तो नेपाल जस्तो फिल भइरहेको छ यसरी हिँड्दाखेरि भनिरहनु भएको थियो मलाई। अनि मैले हो नेपालै हो मम्मी, नेपाल सम्झेर हिँड्नु भनेर पढेको थिएँ। अनि दिस इज द वे टु ग्लेनो वाटरफल है, यो चाहिँ स्टार्टिङ पोइन्ट हो। अनि हिँड्दाखेरि नै कति रमाइलो फिल भइरहेको थियो हामीलाई चाहिँ। यो ग्लेनो वाटरफल चाहिँ समरमा घुम्न जानु चाहिँ एकदमै रमाइलो हुन्छ किनभने त्यहाँ मान्छेहरू धेरै स्विमिङ गरिरहेको हुन्छ समरमा चाहिँ। विन्टरमा चाहिँ एकदमै चिसो हुन्छ, पानी पनि छुन सकिरहेको हुँदैन के। अनि खासै तल गएर पनि फोटो खिच्न चाहिँ कस्तो झ्याउ लाग्छ कि यो विन्टरमा चाहिँ। समरमा भयो भने चाहिँ स्विमिङ पनि गर्न पाइन्छ, तल गएर फोटो पनि खिच्दाखेरि दामी फोटो आउँछ साथी, दामी। अनि वाटरफल जानलाई चाहिँ यो एउटा पुल तरेर जानुपर्ने हुन्छ, एकदमै राम्रो छ है। हेर्नु त कस्तो राम्रो छ कि पुल पनि अनि वाटरफल पनि कस्तो राम्रो छ। तर पानी भने यस्तो चिसो थियो कि हैन, छुन नै नसक्ने पानी थियो त्यो चाहिँ साथीहरु। मेरो बुवा चाहिँ कति गहिरो छ भनेर हेरिरहनु भएको थियो, खासै गहिरो त छैन रे, तल जान मिल्छ भने भन्नु भएको थियो। तर एकदमै चिसो छ बुवा नजानु भने भनेको थिएँ मैले चाहिँ। यो वाटरफल हैन यसो तल जाने बित्तिकै यस्तो आनन्द फिल भएन कि, चिसो हावा चलिरहेको थियो हैन। त्यसमाथिमा पनि त्यो झरनाको आवाज हुन्छ नि, कस्तो आनन्द फिल भइरहेको थियो कि हामीलाई चाहिँ, मम्मीलाई, मलाई अनि मेरो बालाई पनि। हेर्नु न झरना कस्तो मजाको छ क्या। अब हाम्रो नेपालमा त कति हो यस्तो झरना त हैन, यो त मिनी झरना हो भनेर मम्मीले पनि भन्नुभयो। अनि त्यसपछि ग्लेनो वाटरफलबाट अलिकति माथि हिँड्यो भने तपाईहरु ग्लेनो भिलेज पुग्छ कि। यहाँ पनि सानो एउटा भिलेज जस्तो छ, एउटा लोकल बस्ती। त्यो बस्तीमा चाहिँ थोरै मात्र मान्छेहरू बस्छ हैन। अनि त्यो पनि एकदमै राम्रो सफा कि, कस्तो सफा अनि सानो घर हैन छिटिक्क परेको, राम्रो लाग्यो भन्दै हुन्थ्यो मम्मीले चाहिँ। सानो घर छ, अब गाउँको घर जस्तो फिल भयो भनेर मम्मीले चाहिँ सुनाइरहनु भएको थियो।